ल युरोपको एम्बेसीमा जानला यत्रो डकुमेन्ट बनाएँ यही मात्रै 1.5 लाखको सबै गर्दाखेरि यहाँ कति छ नि यो अझै त्यहाँ लाग्ने हो यो लगभग कति 27-28 हजार नेपाली हुन्छ यो भयो अनि यो पासपोर्ट भयो यहाँ कति छन् पेपरहरू सबै गर्दाखेरि 27 वटा छन् पुलिस रिपोर्टदेखि लिएर यहाँ कम्पनीका लेटर उहाँको गभर्नमेन्टका लेटर स्ट्याम्प लगाएका माल्टाका धेरै छन् यत्र दिन 1 हप्ता जति लाग्यो सबै बनाउँदाखेरि यो लिएर एम्बेसी यहाँ जाने हो अनि 45 दिनमा बल्ल उत्तर आउँछ यो युरोपको के सिस्टम हुँदो रहेछ अब यो पासपोर्ट आयो बिएफएस गरेको एम्बेसी यहाँ भिसा लागेको छ कि छैन थाहा छैन अब यो मेरो एड्रेसमा आयो अब यो खोलेर हेर्ने लागेको छ कि छैन भन्ने कुरो अब यहाँ भित्र पासपोर्ट छ अब यस्तो छ सिस्टम